हेलो हेलो गुड मर्निङ एभ्रिवान। मेरो युट्युब च्यानल र फेसबुकको पेजमा हजुरहरूलाई स्वागत छ। आज म हजुरहरूलाई अन्डा र आलुको अन्डा करी बनाएर देखाउँदैछु। देख्न सक्नुहुन्छ यता तेल खरिसकेको छ। सुरुमा चाहिँ म राख्दैछु काटेर राखेको प्याज र त्यसैमा राख्दैछु काटेर राखेको आलु र आलु राखेर चलाइदिनु होला। र आलु यतिको भएपछि यसमा चाहिँ नुन राखिदिनु होला र बेसार राखिदिनु होला। र बेसार राखेपछि नुन र बेसार राखेपछि चलाइदिनु होला फेरि एकचोटि। र यतिको भएपछि काटेर राखेको टमाटर राखिदिनु होला। अलि धेरै नै राख्नुपर्छ किनभने अब हामीले ग्रेभी बनाउनु पर्छ, त्यसकारणले टमाटर अलि धेरै नै राख्नुपर्छ। र फेरि एकछिन पकाइदिनु होला। देख्न सक्नुहुन्छ यतिको भएपछि लसुन र अदुवा चाहिँ पिसेको राखिदिनु होला र यसलाई पनि मजाले एकछिनसम्म पकाइदिनु होला। जिरा धनियाँको धुलो राखिदिनु होला र सब्जी मसला पनि राखिदिनु होला। त्यसको लागि कश्मिरी लाल मिर्च राखेर फेरि यसलाई चलाइदिनु होला। मसलालाई पनि एकछिनसम्म पकाउनु पर्ने हुन्छ। र यता देख्न सक्नुहुन्छ मैले फ्राई प्यानमा तेल तताएको छु र मैले यसमा अघि बोइल गरेको अन्डाहरू फ्राई गर्दैछु। र देख्न सक्नुहुन्छ अन्डा चाहिँ यतिको रातो रातो हुने गरी फ्राई गरेको छु। र देख्न सक्नुहुन्छ आलु चाहिँ यतिको पाकिसकेको छ। अब यसमा चाहिँ हजुरहरूले अघि फ्राई गरेर राखेको अन्डालाई यसमा चाहिँ राखिदिनु होला र एकछिन पकाउनु होला। देख्न सक्नुहुन्छ यी अन्डा राखेर पनि ग्रेभी चाहिँ यतिको पाकिसकेको छ। देख्न सक्नुहुन्छ अन्डा। अब म यसमा पानी राख्दैछु आफ्नो आवश्यकता अनुसार। हजुरहरूले कतिको ग्रेभी मनपर्छ त्यो अनुसार राख्नु होला। मलाई चाहिँ धेरै बाक्लो भन्दा ठिकै पातलो पातलो भएको ग्रेभी चाहिँ मनपर्छ। देख्न सक्नुहुन्छ मेरो अन्डा र आलुको ग्रेभी बनेर रेडी भएको छ।